के तपाईँ च्याटजिपिटी चलाउनुहुन्छ? त्यसो भए यी 10वटा प्रम्प्टिङ टेक्निक्स थाहा पाउनै पर्छ। यी पावरफुल प्रम्प्टिङ टेक्निक्सले च्याटजिपिटीलाई तपाईँले कस्तो किसिमको उत्तर चाहनुभएको भनेर स्पष्ट रूपमा बताउँछन्। प्रम्प्ट लेख्नुहोस्, त्यसपछि कोलोन राखेर आफ्नो प्रश्न लेख्नुहोस्। अब सुरु गरौँ। नम्बर 1, ट्रुथ मोड। च्याटजिपिटीले तपाईँको कुरामा सधैँ सहमति जनाओस् भन्ने चाहनुहुन्छ भने ट्रुथ मोड प्रयोग गर्नुहोस्। यसले तपाईँको एज्युम्सनलाई च्यालेन्ज गर्न, कमजोरी देखाउन र सकेसम्म डाइरेक्ट तथा इभिडेन्स बेस्ड एन्सर दिन च्याटजिपिटीलाई निर्देशन दिन्छ। नम्बर 2, स्याडो मोटिभ। कसैले तपाईँलाई मेसेज पठाएको छ तर उसको वास्तविक उद्देश्य के हुन सक्छ भनेर बुझ्न गाह्रो भइरहेको छ, स्याडो मोटिभ लेख्नुहोस् र त्यो मेसेज पेस्ट गर्नुहोस्। च्याटजिपिटीलाई सम्भावित मोटिभ, इन्सेन्टिभ र अनस्टेटेड गोलहरूलाई एनालाइज गर्न भन्न सक्नुहुन्छ। तर ध्यान दिनुहोस्, च्याटजिपिटीले कसैको मन पढ्न सक्दैन। यसले उपलब्ध इन्फर्मेसनको आधारमा सम्भावित इन्टरप्रिटेसन मात्र दिन सक्छ। नम्बर 3, स्पेसिफिटी मोड। च्याटजिपिटीले बारम्बार मेहनत गर्नुहोस्, राम्रो स्ट्राटेजी बनाउनुहोस्, कन्सिस्टेन्सी मेन्टेन गर्नुहोस् जस्ता जेनेरिक एन्सर दिइरहेको छ। त्यसो भए स्पेसिफिटी मोड प्रयोग गर्नुहोस्। यसलाई भन्नुहोस्, स्पेसिफिटी मोड भ्याल्यु एडभाइस नदेऊ, स्पेसिफिक नम्बर्स, इक्जाम्पल, एक्सनेबल स्टेप्स र टाइमलाइन सहितको एन्सर देऊ। त्यसपछि आफ्नो प्रश्न लेख्नुहोस्। नम्बर 4, एन्टी एडभाइस मोड। इन्टरनेटमा सबैले एउटै एडभाइस दिइरहेका छन्, तर यो एडभाइस साँच्चै सही हो कि होइन? एन्टी एडभाइस मोड प्रयोग गर्नुहोस्। यसले कन्भेन्सनल एडभाइस के हो, त्यो कुन अवस्थामा फेल हुन सक्छ र त्यसको राम्रो अल्टरनेटिभ के हुन सक्छ भनेर एनालाइज गर्न मद्दत गर्छ। नम्बर 5, फर्स्ट प्रिन्सिपल मोड। यो मलाई सबैभन्दा उपयोगी लाग्ने प्रम्प्ट्समध्ये एउटा हो। लेख्नुहोस् फर्स्ट प्रिन्सिपल मोड, त्यसपछि आफ्नो प्रब्लम लेख्नुहोस्। च्याटजिपिटीलाई प्रब्लमलाई एज्युम्सनबाट होइन, सबैभन्दा आधारभूत फ्याक्ट, कन्स्ट्रेन्ट र अब्जेक्टिभ्समा टुक्राएर फेरि सोलुसन बिल्ड गर्न भन्नुहोस्। कम्प्लेक्स रिसर्च, बिजनेस, करियर वा डिसिजन मेकिङमा यो निकै उपयोगी हुन सक्छ। नम्बर 6, सक्रेट्स मोड्स। कुनै कुरा च्याटजिपिटीबाट सिधै एन्सर लिएर होइन, बुझेर सिक्न चाहनुहुन्छ, लेख्नुहोस् सक्रेट्स मोड्स। मलाई एन्सर सिधै नदेऊ, एक पटकमा एउटा क्वेसन सोध र मेरो एन्सरमा अनुसार अर्को क्वेसन सोध। त्यसपछि आफूले सिक्न चाहेको टपिक लेख्नुहोस्। यसरी च्याटजिपिटीबाट एन्सर दिने मेसिन मात्र नभएर इन्टरेक्टिभ ट्युटर जस्तो बन्न सक्छ। नम्बर 7, लिन्डी मोड। हरेक दिन नयाँ एआई टुल, नयाँ प्रोडक्टिभिटी ह्याक र नयाँ ट्रेन्ड आइरहेका छन्, तर कुन कुरा हाइप हो र कुन प्रिन्सिपल लामो समयदेखि काम गर्दै आएको छ त्यसका लागि प्रयोग गर्नुहोस्। लिन्डी मोड यसले नयाँ ट्रेन्ड मात्र होइन, लामो समयदेखि उपयोगी रहेका प्रिन्सिपल र स्ट्राटेजीलाई प्राथमिकता दिएर एनालाइज गर्न लगाउँछ। नम्बर 8, लस एभर्जन मोड। तपाईँ कुनै ठुलो डिसिजन लिन सकिरहनु भएको छैन। जब चेन्ज के गर्ने कि नगर्ने, बिजनेस सुरु गर्ने कि नगर्ने, नयाँ स्किल सिक्ने कि पछि गर्ने, लेख्नुहोस् लस एभर्जन मोड। मैले अहिले डिसिजन लिएँ, ढिला गरेँ वा केही पनि गरिनँ भने मैले के गुमाउन सक्छु। सर्ट टर्म र लङ टर्म दुवै एनालाइज गर। कहिलेकाहीँ हामी के पाउँछु मात्र सोध्छौँ, यो प्रम्प्टले के गुमाउन सक्छु भन्ने एन्जलबाट पनि डिसिजन हेर्न मद्दत गर्छ। नम्बर 9, इन्सेन्टिभ म्याप। कुनै सिचुएसनमा धेरै मानिसहरू इन्भल्भ छन्, बोस, इम्प्लोइ, कस्टमर, कम्पनी, प्रोफेसर, स्टुडेन्ट वा बिजनेस पार्टनर। त्यसो भए इन्सेन्टिभ म्याप प्रयोग गर्नुहोस्। सिचुएसन डिस्क्राइब गर्नुहोस् र च्याटजिपिटीलाई प्रत्येक व्यक्तिले के चाहन्छ, उसलाई के कुराले रिवार्ड गर्छ र उसले के एभोइड गर्न चाहन्छ र ती इन्सेन्टिभ्सले उसको बिहेभियरलाई कसरी इन्फ्लुएन्स गर्न सक्छ भनेर एनालाइज गर्न भन्नुहोस्। त्यो पनि प्रिडिक्सन होइन, स्ट्रक्चर एनालाइसिस हो। र अन्तिम नम्बर 10, रेड टिम मोड। तपाईँले आफ्नो आइडिया एकदम राम्रो लागिरहेको छ, त्यही बेला रेड टिम मोड चलाउनुहोस्। आफ्नो आइडिया च्याटजिपिटीलाई दिनुहोस् र भन्नुहोस्, रेड टिम मोड, मेरो आइडिया सपोर्ट नगर, मलाई एट्याक गर, विक एज्युम्सन, मिसिङ इभिडेन्स, काउन्टर आर्गुमेन्ट्स, फेलियर पोइन्ट्स र मैले नदेखेको रिस्क पत्ता लगाऊ अनि यसलाई कसरी बलियो बनाउन सकिन्छ बताऊ। रिसर्च प्रपोजल होस्, बिजनेस आइडिया होस् वा करियर डिसिजन होस् वा कुनै नयाँ प्रोजेक्ट, कहिलेकाहीँ च्याटजिपिटीलाई मेरो आइडिया राम्रो छ भनेर सोध्नुभन्दा मेरो आइडिया किन फेल हुन सक्छ भनेर सोध्नु धेरै उपयोगी हुन्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यी कुनै म्याजिकल सिक्रेट्स कमान्ड छैनन्। साधारण रूपमा ट्रुथ मोड तपाईँको प्रश्न, रेड टिम मोड तपाईँको आइडिया, सक्रेट्स मोड तपाईँले सिक्न चाहेको टपिक। यसरी लेख्न सक्नुहुन्छ। तर अझ राम्रो रिजल्ट चाहनुहुन्छ भने मोडको नाम मात्र होइन, च्याटजिपिटीले के गर्नुपर्छ भन्ने इन्स्ट्रक्सन पनि स्पष्ट रूपमा लेख्नुहोस्। म अर्को भिडियोमा यस्तै अझै पावरफुल च्याटजिपिटी प्रम्प्टिङ टेक्निक्स लिएर आउनेछु। धन्यवाद।